guys, good morning. खबर आयो सन्चै हुनुहुन्छ होला। एलिसमा हेलो गर्दै। हेलो गाइस। यहाँ के खाँदैछौ तिमी? स्पाइसी चिप्स। स्पाइसी चिप्स। मक्खन छान्ने पनि हुन्छ। हो। अनि तिमी कहाँ गइराको छौ? मन्दिर। मन्दिर? कुन मन्दिर? पशुपतिनारायण मन्दिर। अनि मन्दिर जाने अनि यो खाँदै बाटो गरी? तेरिका। ल गाइस हामी जाँदैछौँ है मन्दिर। दुईजना चाहिँ यहाँ बसिराख्नु भएको छ। बुढो दर्शन गरिसक्नुभयो? ल यो चाहिँ फोटो खिच्दै सुस्मिता। ल जय शम्भो। जय शम्भो। हामी दर्शन गरिसक्यौँ है। अब हामी दर्शन गरिसक्यौँ। अब चाहिँ कहाँ जाने? ल मान्छेहरूको भिड हेर्नु है। अनि हाम्रो त ल जय शम्भो दर्शन गर्नु। शम्भो जय भगवान् जय महादेव सबैको रक्षा गर्नु होला। भिड हेर्नुहोस् भिड खोइरे अङ्कल। हेलो बुढो। ल जाम 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 एकदमै। अब हामी पूजा गरेर घर फर्किँदैछौँ। अनि आज कस्तो घामै लाग्यो है, चिसो छ। यहाँ चाहिँ फोटो खिच्दिन भन्दै हुनुहुन्छ। कसले खिचिदिन्छ? सुस्मिता खिच्दि त। सुरुमा त यसैको के हुन्छ? उडाउन रे कोही। उताबाट गएर उडाउन मिल्छ नि। ओ अझै एकचोटि फुर्र गराउनु त। ए उता बसेर खाने हो कि प्रसाद? के यहीँबाट उत्ती प्रसाद इत्ती प्रसाद उत्ती प्रसाद। तिमीले कुचे क्या हो? परेवा आची कुच्या हो? कुनै के किचेछ अनि पुज्दै हिँडिरहेछ। के रे के हो हाँ? ल हामी चाहिँ अब पूजा गरिसक्यौँ। अब फर्किँदैछौँ है। जय भगवान् जय प्रभु ओम नमः शिवाय जय भगवान्। फर्किँदैछौँ। बुढो मनमा शान्ति मिल्यो पूजा गरेर? सक्यो होइन? सम्पन्न गरिसक्यौँ हामी पूजा गरेर। कहाँ गयो दुईजना? आउन पाऊँ दर्शन गर्न पाऊँ भोलेनाथजीको यसरी नै। मन्दिरमा आउँदा कस्तो आनन्द लाग्छ है पूजा गरेपछि। हाम्रो जुत्ता चप्पल लिएर आइसक्नु भयो बुढो। यहाँ चाहिँ पण्डित यसरी गर्ने हो, माथि जहिले नि गर्ने। यसको बुद्धि दिमागै छैन। यो महारानीको यहाँ जुत्ता लगाइदिनु परिरहेछ हेर्न। जुत्ता कति फोहोरो गरिछ। बालुवामा डुबाइरहेको छ अनि फोहोर हुँदैन। ल आमा छोरीलाई लगाइदिनु भयो बिचारा। अब आफूलाई चाहिँ आफै लाएर के भयो उल्टो? ए टिका पो रहेछ।
टिस्यु पेपर चाहियो यो अघिदेखि कुनै किन सोधिरहेछ टिस्यु पेपर चाहियो टिस्यु ए यो भने चाहिँ मिनी स्टोर हो मेरो टिस्यु पेपर राख्नेवाला रे टिस्यु पेपर चाहिँदैन तेरो टिस्यु पेपर भाग के रे चलाख बोय कहाँ गयो आऊ छिटो आऊ बुढो यसलाई एउटा ब्रेसलेट किनिदिनु न यहाँ एरिजमा के किन्न भनिरहेछ है अब ए तिमी ब्रेसलेट भनेको थियौ नि ब्रेसलेट 10 रुपियाँमा यहाँ त टिकट काउन्टर क्यामेराले किन ल यो हामी पार्कभित्र अब पिकनिक भन्नाले घरबाटै खाजाहरू बनाएर लिएर आछौँ अनि खाना गएको यो पार्कभित्र ल म त पाएँ भनेर माथि उठाइदिनु कस्तो राम्रो सफा छ त्यो झोलाभित्र खानेकुराहरू छ यहाँ बाउ छोरी पुरै हिँडिरहेछन् ओइ ओ हेलो मिस्टर ऊ त्यहाँ छ बुढो ऊ टाँसेकै छ के ऊ त्यहाँ बस्ने खाना देखेर आयो क्या भनेको खोलेकै छैन खाना वाउ कस्तो राम्रो छ है एकदमै क्लिन छ है ल हामी चाहिँ कहाँ बसेर खाने राम्रो ठाउँ खोज्दैछौँ ओ ल यहाँ फुलै फुल यहाँ लाली गुराँस हुन्छ होइन उ त्यहाँ आउनु न यहाँ चाहिँ जान मिल्छ यता हेरिस्यो न बेटा भयो कस्तो छ बुढो मिठो छ मिठो छ ए बबल्स नचलाऊ हानी चिजमा अहिले बबल्स आउँछ हाम्रो शाकाहारी पिकनिक है गाइस खाइसक्यौँ टन्न भयो पेट अनि यहाँ चाहिँ कोही पानी खाँदै यो चाहिँ हाम्रो शाकाहारी थियो है आज हामी मन्दिर आएको थियौँ अनि आजको हाम्रो भेज पिकनिक हेर न किन गएन भनेको त नखाइरा रहेछ म आलु खाँदैन नि त आई डोन्ट लाइक पोटैटो ओके यु अन्डरस्ट्यान्ड यु बेटर अन्डरस्ट्यान्ड उसलाई जति पनि जे किनिदिए पनि है एकचोटि त रुनै छ ल बबल्स फुलाएर देखाउ त सानो उतातिर है उतातिर ओ माई गड भेरी नाइस ल भयो यता हेर्छु त
ओ मेरो छाना हामी मन्दिर पनि गयौँ, दर्शन गऱ्यौँ अनि पिकनिक पनि खायौँ। अब चाहिँ घर लाग्नु पर्यो। गाइज अब हामी पार्कबाट पनि फर्किन लागेको। मन्दिर पनि गयौँ, पार्कमा पनि आयौँ, पिकनिक खायौँ। अब चाहिँ फर्किन लागेको हामी। ल यहाँ चाहिँ सुस्मिता एउटा पनि फोटो खिच्न मानिन। ल अब हामी फर्क्यौँ है। एलिसमा चकचक नगर न। ल के भन्नु छ थाक्यो है। फाइनली घर आइसकेँ। ल उसको चाहिँ फेभरेट है बबल्स, जहाँ गए नि बबल्स चाहियो। फेरि बबल्स भएपछि सबै पुग्यो उसलाई है। ल बाई गाइजहरू। ओके गाइज बाई।